नमस्कार, टुडे न्यूजमा यहाँलाई स्वागत छ। म सरु लामा। न्यूज सुरु गरौं। अज्ञान मन्त्रीको कारण जुडशीतलको इमर्जेन्सी विदा दिएको सम्बन्धी प्रसंगबाट। प्रदेश नम्बर 2 सरकारको लापरवाहीको कारण मिथिलाको जुडशीतल र थारू जातिको सिरुवा पर्वको विदा आकस्मिकमा घोषणा हुँदा सरकारी कार्यालय, बैठक तथा वित्तीय संस्थाहरूमा समस्या उत्पन्न भयो। हरेक वर्ष जुडशीतलको सार्वजनिक विदा प्रदेश सरकारले दिँदै आइरहेको थियो, तर यस वर्ष प्रदेश सरकार जुडशीतलको विदाबारे मौन थियो। सरकारले विदाबारे धारणा सार्वजनिक नगर्दा बिहीबार समयमै सरकारी कार्यालय, पालिका, बैंक तथा वित्तीय संस्थाहरू सञ्चालन भएको थियो। कार्यालय सञ्चालन भएको आधी घण्टा मात्र प्रदेश सरकारको तर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले सार्वजनिक विदा भएको सूचना सामाजिक सञ्जाल मार्फत जारी गरे। अन्यल बीच खुलेका सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाहरू 11:30 बजे बन्द भएका थिए। सेवाग्राही र कर्मचारी दुवैले न काम गर्न पाए न त विदा मनाउन नै पाए। अज्ञान मन्त्रीको कारण प्रदेशमा जुडशीतलको आकस्मिक विदा घोषणा भयो। हरेक वर्ष वैशाख 2 गते मिथिला क्षेत्रमा जुडशीतल थारूहरूको सिरुवा मनाइने गरिन्छ, तर विदाबारे आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना सार्वजनिक नगर्दा प्रदेशभरि अन्यल रहेको थियो। आन्तरिक मामिला मन्त्रालयले हरेक वर्ष प्रकाशन गर्ने क्यालेन्डर समेत हालसम्म पनि निस्किएको छैन। मुख्यमन्त्रीको कार्यालय लगायतको प्रदेश सरकारका मन्त्रालय र निकायहरूमा क्यालेन्डर नपुग्दा विदाबारे अन्यल भएको छ। चैत महिनामै प्रकाशन गर्नुपर्ने प्रदेश सरकारको क्यालेन्डर कमिसनको कारण वैशाख महिनामा समेत प्रकाशन हुन सकेको छैन। क्यालेन्डर मुद्रणमा व्यापक आर्थिक चलखेल रहेको स्रोतको दाबी छ। संघीय सरकारको वार्षिक क्यालेन्डर सूचना विभागले प्रकाशन गर्दै आइरहेको छ। प्रदेश सरकारको क्यालेन्डर भने प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रकाशन गर्दै आएको छ। प्रदेशमा जुडशीतलको सार्वजनिक विदा रहेको सूचना जारी गर्न मुख्यमन्त्री लालबाबु राउतले बुधबार नै आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई निर्देशन दिएका थिए, तर बिहीबार बिहान 10:15 बजेपछि मात्र विदा गरेको सूचना सामाजिक सञ्जालबाट सार्वजनिक भएको थियो। कुनै विशेष परिस्थिति भएर आकस्मिक रूपमा विदा दिनुपर्ने देखिए पनि यथार्थमा जुडशीतल सिरुवा पर्वको विदा क्यालेन्डरमा नै प्रकाशन भए बमोजिमको हो। राष्ट्रिय वाणिज्य बैंक जनकपुर शाखाका कर्मचारीहरूले आक्रोश पोख्दै भने प्रदेश सरकारको हावादारी क्रियाकलापले कर्मचारी र सेवाग्राहीले अनावश्यक दुःख पाएका छन्। नयाँ वर्ष सुरु भइसक्दा पनि क्यालेन्डर प्रकाशन गर्न नसक्नु सरकारको असक्षमता हो। बैंक, वित्तीय संस्था लगायतका वार्षिक क्यालेन्डर प्रकाशन गर्ने निकायहरूको क्यालेन्डर उपलब्ध भइसकेको छ, तर प्रदेश सरकारले क्यालेन्डरमा उपलब्ध रहेको विदाबारे जेठ महिनामा मात्र थाहा पाउने भइएको छ। प्रदेश सरकारले मधेसी शहीद प्रतिष्ठान संगठन गर्ने भएको छ। बिहीबार बसेको मन्त्री परिषदको बैठकले मधेस आन्दोलनको क्रममा शहादत प्राप्त गरेका शहीद परिवार, घाइते तथा अपाङ्ग भएकाहरूको लागि सामाजिक सुरक्षाको उपलब्ध तथा व्यवस्था गर्न प्रतिष्ठानको गठन गरेको हो। 2063 सालदेखि मधेसको अधिकार प्राप्तिको लागि भएको आन्दोलनको क्रममा शहादत प्राप्त गरेका शहीदको परिवार, घाइते भई अपाङ्ग भएकाहरूको सामाजिक सुरक्षाको व्यवस्थापन गर्न प्रतिष्ठान गठन गरिएको प्रदेश सरकारका प्रवक्ता समेत रहनुभएका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले बताउनुभयो। आन्तरिक मामिला तथा कानुन मन्त्रालयका मन्त्री अध्यक्ष रहने निर्देशक समितिले प्रतिष्ठान सञ्चालन गर्ने भएका छन्। समितिमा मुख्यमन्त्री तथा मन्त्री परिषदका कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय र सामाजिक विकास मन्त्रालयका सचिव तथा मधेसी शहीद परिवारहरू मध्ये 1 जना महिला सहितको 2 जना सदस्य र कार्यकारी निर्देशक सदस्य सचिव रहनेछन्। शहीद परिवारबाट 2 जना सदस्यको मनोनित निर्देशक समितिका अध्यक्षले गर्नेछन्। प्रतिष्ठानले शहीद परिवार, घाइते भई अपाङ्ग भएकाहरूको लागि स्वास्थ्य, शिक्षा, रोजगारी, जीवन निर्वाह भत्ता, आर्थिक उन्नति आदि सम्बन्धी कार्य योजना तयार गरी कार्यान्वयन गराउने, शहीद पार्क निर्माणको लागि स्थानको छनौट लगायतको पीडितहरूलाई लक्षित रोजगारमूलक तथा सिपमूलक कार्यक्रमहरू सञ्चालन गर्ने मन्त्री यादवले बताउनुभयो।
बैठकले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एमडी को पठन पाठन प्रारम्भ गर्नको लागि 9,32,10,000 अनुदान दिने निर्णय गरेको उहाँले बताउनु भएको छ। रामनवमी, कृष्ण जन्माष्टमी, छठ पर्व, पारणको दिन, विवाह पञ्चमी, मोहम्मद डे, ईद, बकरीद, बलिदानी दिवस, मधेसी शहीदहरूको स्मृति दिवस, जुड शीतल, होली, होलीको भोलिपल्ट, जानकी नवमीमा प्रदेश सरकारले थप बिदा दिने निर्णय गरेको छ। नेपाल नाइट ट्रेड युनियन नगर कार्य समिति मलङ्बाको बैठक बिहिबार सर्लाहीको सदरमुकाम मलङ्बामा सम्पन्न भएको छ। युनियनका अध्यक्ष मोहन ठाकुरको अध्यक्षतामा बसेको बैठकले युनियनले तय गरेको शुल्क भन्दा बढी रकम कुनै पनि ग्राहकसँग लिन नपाउने, यदि कसैले लिए भने नगद जरिवाना तिराइने, नगरभित्र सञ्चालित सबै सैलुनवालाहरूको यही वैशाख मसान्तभित्र आफ्नो पसलको पान नम्बर लिइसक्नुपर्ने, नगर कमिटीलाई मासिक शुल्क नियमित रूपमा बुझाउनु पर्ने, नबुझाएको खण्डमा जरिवाना लिने निर्णय गरेको छ। सोही बैठक मार्फत अध्यक्ष ठाकुरले कार्यसमितिको निर्णय अनुसार कोरोना भाइरसको पुनः बढ्दै गइरहेको संक्रमणलाई मध्यनजर गर्दै नेपाल सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा सम्बन्धी सम्पूर्ण मापदण्डहरूको कडाई साथ पालना गरेर मात्र पसल सञ्चालन गर्न मलङ्बा नगरभित्रका सबै सैलुन सञ्चालकहरूलाई निर्देशन समेत दिएका छन्। बैठकमा कार्यसमितिका पदाधिकारीहरू सहित मलङ्बा नगरपालिका क्षेत्रभित्रका 3 दर्जन भन्दा बढी सैलुन सञ्चालकहरूको उपस्थिति रहेको थियो। नेपालको ललितपुरबाट चोरी भएर अमेरिकामा पुगेको दुर्लभ मूर्ति नेपालमा फिर्ता ल्याइएको छ। अमेरिकाको टेक्सास राज्यको डलस पुगेको बहुमूल्य लक्ष्मी नारायणको मूर्ति बिहिबार काठमाडौँ ल्याएर सार्वजनिक गरिएको हो। पाटनको पटको टोलमा रहेको लक्ष्मी नारायण मन्दिरबाट सन् 1984 मा हराएको लक्ष्मी नारायण वासुदेव कमलाजा मूर्ति बिहिबार सार्वजनिक गरिएको हो। लक्ष्मी नारायणको मूर्ति पुरातत्व विभागले जिम्मा लिएको छ भने सुरक्षितसँग राख्नको लागि पाटन संग्रहालयमा पठाइएको छ। पुरातत्व विभागमा भएको कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव प्रसाद कोइरालाको उपस्थितिमा विभागले मूर्तिको जिम्मा लिएको हो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कोइरालाले सबैको लामो प्रयास र मेहनतपछि विदेशमा भएको मूर्ति नेपाल ल्याउन सफल भएको बताउनुभयो। अमेरिकी दूतावास, अमेरिकी कूटनीतिक सेवा अन्तर्गतका विदेश अपराध अनुसन्धान कार्यालय, नेपाल प्रहरी, FBI र डल्लास म्युजियम अफ आर्टको संयुक्त अनुसन्धानपछि लक्ष्मीनारायणको मूर्ति फेला परेको हो। डल्लास म्युजियम अफ आर्टमा 2077 साल मङ्सिरमा मूर्ति फेला परेको हो। मुस्लिम इत्तेहाद संगठनका केन्द्रीय सदस्य तथा हरिवन नगरपालिका वडा नम्बर 11 का वडा अध्यक्ष मोहम्मद शेख महबूब रेजाले मलङ्बा स्थित बाल मन्दिरद्वारा सञ्चालित बाल गृह आश्रित 10 जना अनाथ बालबालिकाहरूलाई लत्ता कपडा सहितका उपहार वितरण गर्नुभएको छ। संगठनका केन्द्रीय सदस्य एवं वडा अध्यक्ष रेजाले आफ्नै निजी आर्थिक सहयोगमा नयाँ वर्ष 2078 सालमा इस्लाम धर्मको रमजान पर्वको उपलक्ष्यमा अनाथ बालबालिकाहरूलाई लत्ता कपडा सहितका सामग्री उपहार स्वरूप वितरण गरेका हुन्। बिहिबार दिउँसो नेपाल बाल संगठन सर्लाहीका सभापति समीम बाबु खान, संगठनका पदाधिकारी, हरिवन नगरपालिका 11 का स्थानीय समाजसेवी तथा नेपाल सरकार भूमि समस्या आयोग सर्लाहीका अध्यक्ष राजकुमार यादवको विशेष उपस्थितिमा उनीहरूलाई 10 जोर जुत्ता मोजा, 10 जोर अन्डरवेयर, गन्जी, ट्र्याकसुट, टी-सर्ट, मच्छरझुल र तन्ना लगायतका सामग्रीहरू वितरण गरिएको बालगृहका इन्चार्ज राम लखन महतोले जानकारी दिनुभएको छ। गएराती देशका धेरै ठाउँमा हुरी बतास सहितको चट्याङ परेको छ। बागमती, गण्डकी र सुदूरपश्चिम सहित प्रदेश नम्बर 1, प्रदेश नम्बर 2 मा ठूलो हावाहुरी चलेको मौसमविद प्रतिभा मानन्दरले बताउनु भएको छ। उहाँको अनुसार चट्याङ सहितको यी क्षेत्रमा ठूलो हुरी बतास चलेको हो। अहिले प्री मनसुन सक्रिय भएकाले हुरी चलेको मौसमविद मानन्दरले बताउनु भएको छ। नेपालमा गएको मार्च महिनादेखि नै प्री मनसुन
भित्रिएको भए पनि सक्रिय हुन सकेको थिएन। यसले गर्दा मौसम धुम्म हुने गरेको थियो। अबको केही दिन भने प्री मनसुन सक्रिय देखिएको मौसमविद प्रतिभा मानन्दरले जानकारी दिनुभएको छ। तर प्री मनसुन सक्रिय भए पनि पानी पर्ने गरी प्रणाली नबनेकाले ठूलो हुरी चल्ने पनि वर्षाको सम्भावना भने खासै छैन। यस्तै आज र भोलि पनि बेलुकी पख ठूलो हुरी बतास चल्ने अनुमान गरिएको छ। मौसमविद मानन्दरका अनुसार अबका केही दिनमा ठूलो हुरी बतास चल्ने सम्भावना छ, तर पानी भने हल्का मात्रै पर्नेछ। प्री मनसुनमा दिउँसोपछि मौसम बदली भएर हावाहुरी चल्ने, चट्याङ पर्ने र पानी पर्ने हुन्छ। गैरातीको ठूलो हुरीले वायुमण्डलमा थुप्रिएका धुलोका कणलाई केही उडाए पनि पानी पर्ने सम्भावना नरहेकाले प्रदूषण फेरि बढ्ने सम्भावना छ। धुवाँ, धुलो र डढेलोको कारण वायु प्रदूषण बढेकाले पनि पानी नपरेसम्म पूर्ण रूपमा वायुमण्डल सफा नहुने मौसमविदको भनाइ छ। चट्याङ र ठूलो हावाहुरीको सम्भावना रहेकाले सुरक्षित रहन मौसमविदले आग्रह गरेका छन्। विश्वभरमा 11 करोड 87 लाख भन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन्। बिहीबार बिहानसम्ममा 11 करोड 87 लाख 15,005 जना संक्रमित कोरोना मुक्त भएका हुन्। हालसम्ममा विश्वमा 13 करोड 96 लाख 65,845 जनामा कोरोना संक्रमण भएको छ। संक्रमित मध्ये 29 लाख 98,843 जनाको मृत्यु भइसकेको छ। हाल विश्वमा 1 करोड 78 लाख 14,000 भन्दा बढी सक्रिय संक्रमित छन्। कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्ममा 3 करोड 22 लाख 24,000 भन्दा बढी मानिस संक्रमित भइसकेका छन्। संक्रमित मध्ये 2 करोड 47 लाख 70,000 भन्दा बढी निको भएका छन् भने 5 लाख 78,993 जना संक्रमितले ज्यान गुमाइसकेका छन्। भारतमा हालसम्ममा 1 करोड 24 लाख 87 हजार भन्दा बढी मानिस संक्रमित भएका छन्। संक्रमित मध्ये 1 करोड 25 लाख 43 हजार भन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या 1,74,335 जना पुगेको छ। नेपालमा हालसम्ममा 2,82,054 जनामा कोरोना पुष्टि भएको छ। संक्रमित मध्ये 2,74,604 जना निको भएका छन्। यहाँ कोरोनाबाट 3,066 जनाले ज्यान गुमाइसकेका छन्। अब अन्तर्राष्ट्रिय प्रसंग। म्यानमारमा सुरक्षाकर्मीको तर्फबाट कम्तीमा 51 जना बालबालिकाको ज्यान गएको विवरण सार्वजनिक भएको छ। आन्दोलनको क्रममा सुरक्षाकर्मीको तर्फबाट भएको हिंसामा परि उनीहरूको ज्यान गएको संयुक्त राष्ट्रसङ्घले जनाएको हो। आन्दोलनकारीका विरुद्धमा सुरक्षाकर्मीले गरेको आक्रमणको क्रममा उनीहरूको ज्यान गएको राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले भन्नुभएको छ। उहाँले फेब्रुअरी 1 देखि अहिलेसम्ममा म्यानमारमा आन्दोलनको क्रममा सुरक्षाकर्मीहरूको तर्फबाट मारिएका मध्ये कम्तीमा 51 जना बालबालिकाहरू रहेकोमा उहाँहरूको भनाइ छ। आन्दोलनमा लागेको आरोप झण्डै 1000 बालबालिकाहरूलाई सुरक्षाकर्मीले पक्राउ गरेको पनि उहाँले जानकारी दिनुभएको छ। हिंसा रोक्न र शान्तिको बाटो रोज्न राष्ट्रसङ्घले पटक पटक आग्रह गरे पनि हिंसात्मक घटनाहरू भइरहेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभएको छ। पछिल्लो समय संसदीय निर्वाचनको नतिजाप्रति असन्तुष्ट सेनाले फेरि चुनाव गराउने बहानामा म्यानमारको सत्ता हातमा लिएको छ। तत्कालीन नयाँ संसदको पहिलो बैठक बस्ने तय भएकै दिन फेब्रुअरी 1 तारिखमा सेनाले शीर्ष नेताहरूलाई थुनामा राखेर सत्ता नियन्त्रणमा लिएको घोषणा गरेको हो। आन्दोलनका क्रममा म्यानमारमा अहिलेसम्ममा 707 जना भन्दा धेरैको ज्यान गइसकेको छ। अब खेल प्रसंग। नेपाल क्रिकेट संघ क्यानको आयोजनामा यही शनिबारदेखि कीर्तिपुरमा टियु अन्तर्राष्ट्रिय मैदानमा नेपाल, नेदरल्यान्ड्स र मलेसिया त्रिकोणात्मक T20 सिरिज आयोजना हुँदैछ। यसका लागि नेपाली टोलीले बिहीबार टियु मैदानमा अन्तिम प्रशिक्षण सकाएको छ। अहिले उक्त सिरिजका लागि सबै खाले तयारी अन्तिम चरणमा पुगेको छ। नयाँ
प्रमुख प्रशिक्षक डेभ वाटमोरको लागि नेपालबाट यो पहिलो अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुनेछ। साथै ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको 15 सदस्यीय टिममा यस पटक केही नयाँ अनुहार पनि रहेका छन्। स्पिनर शाहब आलम र विकेट किपर ब्याट्सम्यान पहिलो पटक सिनियर टिममा परेका छन्। साथै लिस्ट ए म्याच खेलिसकेका कुशल बुर्तेलले पनि टी20 अन्तर्राष्ट्रिय खेल्न बाँकी नै छ। साथै ओडिआई खेलिसकेका बलर कमल सिंह एरीले पनि टी20मा डेब्यू गर्न बाँकी छ। पछिल्लो समय नेपालले टी20 क्रिकेटमा ओपनर फेर्दै आइरहेको छ। यसपटक पनि टिममा ओपनिङ गर्ने सम्भावनाको रूपमा 2 नयाँ खेलाडी रहेका छन्। कप्तान ज्ञानेन्द्र मल्लले ओपनिङ गर्ने लगभग पक्का छ। हौस् त, यसका साथै टुडे न्युज अहिलेलाई सकियो। हाम्रो अर्को बुलेटिन लिएर पुनः उपस्थित हुने नै छौँ। टिभी टुडे जनकपुर हेर्दै गर्नुहोला। नमस्ते।